यो समुद्रतिर चाहिँ एउटा तासोमा अथवा एउटा ठुलो जालीमा भनौँ होइन, कति चाहिँ माछा पर्दो रहेछ त होइन। अब उहाँले अब तासो फ्याँकिसक्नु भयो होइन, जाली फ्याँक्नु छ, जाली फ्याँकिसक्नु भयो भनौँ न। एकदमै लामो ठुलो छ है यो जाली तासो। ल यो जाली एकदमै लामो गइरहेछ भनेपछि ठुलो तासोमा कतिवटा माछा चाहिँ आउँदो रहेछ त हेरौँ है त। सकेकै छैन त, जाली सकेकै छैन। ल धेरै लामो एक लटमा आउने रहेछ, टन्नै आउला जस्तो छ। हेरौँ न अब टक्क अब यो डुङ्गामा हुनुहुन्छ होइन, डुङ्गा चलिरहेछ समुद्रको कहाँ पुगिसक्नु भएको रहेछ। यो समुद्रको मध्य समुद्र भागमा पुगिसक्नु भएको। अनि माछा कति पर्दो रहेछ, अनि कस्तो किसिमको माछा पर्दो रहेछ होइन। अब ठुलो सानो कुन प्रजातिको त्यो पनि हेरौँ। अब त्यही सकेन, बल्ल सक्यो। त्यहाँ अब तान्ने बेला भयो, कति टाइमपछि अब तान्न लाग्नु भएको छ। ल अब तान्न लाग्नु भयो। एउटा परिचय गर्नु अझै अरू कति पर्दो रहेछ। ल अझ दुईवटा तिनवटा सानो ठुलो माछा त एउटै किसिमको पर्दो रहेछ त। कुन प्रजातिको हो त्यो माछा? उहाँको के अर्को फ्यामिली हुनुहुँदो रहेछ। छोरा चुरोट तानेर होइन, बुढा मान्छे पनि। ल त्यस्तो धेरै पनि होइन, पर चाहिँ पर्दो रहेछ। ल त जाली हो त, अब यत्रो जाली फ्याँके अनुसार त ठिकै हो। यति सानो पर्दो रहेछ, खासै ठुलो नै होइन। समुद्र जस्तो ठाउँमा ल सानो माछा के हो, के लाग्छ तपाईँलाई? यो थोरै परे हो कि धेरै परे हो? मलाई चाहिँ थोरै नै जस्तो लाग्यो होइन। थोरै पनि नभनौँ, यति पर्नु नि ठुलै कुरो हो। अब 1-2 किलो त पऱ्यो होला त्यहाँ। अब अझै तान्न बाँकी छ, त्यहाँ अझै बाँकी छ। माछा चाहिँ एउटै किसिमको मात्र आयो, थरथरी पनि छ। सकेन भने अहिले त्यत्रो फ्याँकेको छ, अनि त्यति लामो छ जाली। पर्नु चाहिँ पर्ने रहेछ। अब त्यति लामो त्यति ठुलो जाली फ्याँकेको छ, त्यही यति नभएर त अब के गर्नु त होइन। ल